नरै कान्छ। के पारा हो? बुहारीलाई नरो भनेर सम्झाउनु पर्ने ठाउँमा आफै रोएर बसिरहेछ। सम्झा न, नर भन् बुहारीलाई। भाइ नरुनुहोस् न, यो त खुसीको पल हो नि, यसरी रोएर पनि हुन्छ त। भिनाजु उनी रोइराकी छिन् अनि म चाहिँ के गर्नु त? बिचारा यत्तिका वर्ष आफूले बिताएको माइती घर छोडेर आउनुपर्दा रुन मन लाग्नु त स्वाभाविक नै हो नि। तर तपाईँले सम्झाउनु पर्छ क्या भाइ, यसरी रुने होइन। ल ल नरुनुहोस्, अनि बुहारीलाई पनि नरुनुहोस् भनेर सम्झाउनु। सोफिया नरौ न, अस्ति न चाहिँ मेरो घरमा नरै आएर बस्थ्यो। मलाई पाए के किन होला जस्तो गर्थ्यो, अहिले चाहिँ किन रोकी के? हेर सोफिया, तिमी यसरी रोइराख्यौ भने मसँग बिहे गर्न पाएर पनि तिमी खुसी छैनौ भन्ने बुझ्छु म। नरौ